हेलो गाइज, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ अहिले भर्खर यता स्टेसनसम्म गएर आएको। काम पनि छैन, आज गएको पनि छैन, तर त्यहाँ टेकी बनाउनु पर्ने थियो, त्यही भएर यसो गएर बनाएर आएको। अब बोल्न सुन्न त आउँदैन, त्यही पनि यसो त्यो दिनकै टिकट काटेर जाँदा लास्टै महँगो पर्यो क्या। त्यही भएर चाहिँ अनि त्यो उता स्यालेरी आउने जति सबै त टिकटमै तिरेपछि त के मजा हो त नि भनेर चाहिँ आज गएर भर्खर टेकी बनाएर आएँ। बुझ्दै नबुझेर के भने हट्टापट्टा जे पाए त्यही बोलेर भए पनि बनाएर आएँ नि। अब 1 महिनाको, अब 1 महिनालाई ढुक्क भयो। जे होस्, खाली यार अस्ति कति 5-10 दिनमै गइसक्यो लगभग 10,000। अनि त्यसरी त के मजा भयो त, दिनकै 10,000 तिरेर त नि के अरे दिनको अरे 10 दिनको 10,000 तिरेपछि त केही फाइदै भएन नि। त्यही भएर काममा जानुपर्छ 20 दिन, अनि 20,000 महिनाको तिरेपछि त के मलाई फाइदा हो त। त्यही भएर आज गएर टेकी बनाएर फेरि त्यस्तो टाढा पनि होइन, जम्मा 3 स्टेसन हो। मेरो स्टेसनबाट 2 स्टेसन, त्यसपछि त नागो स्टेसन आइहाल्यो, नजिक हो। तर पनि महँगो छ क्या लास्टै, जे कुरा नि महँगो यार। नेपालको हाम्रो कति 1000 भनेको त यहाँको कति, नेपालको 100 भनेको यहाँको 1000 मानौँ न, त्यही हो। हाम्रो नेपालकोमा 100 भयो भने त खाना टक्क खाजा यसो नर्मल होइन, चिया बिस्कुट यताउता, समोसा तरकारी, मुरी तरकारी यताउता खानु पर्छ नि। यहाँ त 1000 चाहिन्छ क्या यार साथी, त्यति खानु पनि। त्यही भएर अनि नेपालको 100 र यहाँको 1000 उति नै हो, त्यस्तै लाग्छ मलाई चाहिँ। अब टेकी बनाएर आएँ, ढुक्क भयो 1 महिनालाई। अब अर्को महिनाको ठ्याक्क अर्को 1 महिना 1 तारिकसम्म मलाई ढुक्क भयो। 1 तारिक फेरि पैसा लोड गर्ने, फेरि जाने 1 महिना गर्दै। कहाँ अब एकैचोटि कसरी दिने धेरै महिनाको। त्यही भएर अनि बनाएर आएँ गाइस। आइपुग्नु लागि म बस्ने ठाउँ चाहिँ यतै अगाडि गयो, ठुलो बिल्डिङ हो होइन। म चाहिँ ठुलो बिल्डिङमा बस्छु, लियो प्यालेस भन्छन्। ल गाइस, ह्याभ अ गुड डे। आजलाई यति नै।